Good morning guys, welcome back to my channel after a long time. यो त मेरो like intro नै भइसक्यो क्या. Welcome back after a long time. Anyways, आज चाहिँ म vlog गरिरहेको छु because guess what, आज म घुम्न जान लाग्छु. Not घुम्न but still हामी चाहिँ कलेज ट्रिप बाट बन्दीपुर जान लागेको छौं. So म चाहिँ एकदम लेट भइसक्यो हैन. अहिले चाहिँ बिहानको 6:30 बजे पुग्नु पर्ने म अहिले 7 बज्न लागिसक्यो यही. सो म जान्छु अनि त्यसपछि मम्मी पनि आज मामा घर जान रेडी हुँदै हुनुहुन्छ. बाइ मम्मी, आई मिस यु. ल बाइ मम्मी, म गएको ल. यस्तो ढिला भएर बेला पनि झन् मैले पावर ब्याङ्क नै बिर्सेँ. सो आई गट इट अहिले चाहिँ. सो गाइस 7 बजे आएको अनि त्यसपछि 7:30 भइसक्यो. स्टिल हाम्रो बस चाहिँ यतै छ अनि अहिलेसम्म जाने छाटकाट छैन. जहिले यस्तै हुन्छ नेपाली टाइम, यु नो, जति नै सार्प टाइम भने पनि यस्तै हुन्छ. अब बल्ल सामानहरू आउँदैछ. हेलो खिचेछु है तपाईँको. Dading. So guys, अहिले चाहिँ 12:30 भइरहेछ अनि हामी चाहिँ मुगलिङ बजार पुग्यौं. सो यहाँ चाहिँ बस पार्कहरू अनि रेस्टुरेन्टहरू टन्नै रहेछ. अब हामी लन्चको लागि चाहिँ यो शेरचन होटलमा जाँदैछौँ. मेरो चाहिँ धेरै कराएर घाँटी नै उ भयो, बन्द सुक्यो भयो. सो एनिवेज अब हामी खान्छौँ एन्ड देन बन्दीपुरमा भेटौँला. सो गाइज अहिले चाहिँ हामी पान खानापछि पान खाना आएको छौँ केही होटलको साइडमै. 2टा पान 3टा पानको अनि एउटा यस्तो तिरा है पैसा. उसलाई तिराउने भनेको कस्तो रहेछ. ए ल ल ल तिरेकै मैले खै हेरौँ त कसले तिरे. गम्मे खाने होइन त. खै त म हेर्छु नि त, आउँदैन कि मलाई. एकछिन हेर्छु. 1 2 3 गो. यहाँदेखि दमाउनेदेखि सक्दो रहेछ है. सर यो कुन ठाउँ हो? होइन होइन यो कुन ठाउँ हो? माथि छुट्टिने ठाउँ कुन हो यो? सधैँ त्यो शब्दकै उयो के अरे एभरेस्ट हेर्न होइन एभरेस्ट हो. ओइ ग्रीष्मा खोइ त यही रहेछ. नाइस. कस्तो तातो रहेछ नि हिमानीको यो ओड्नु त. आधी लास्ट. गाइस हामी चाहिँ फाइनली बन्दीपुर आइपुग्यौँ. Yes guys, and we are so happy. हामी गइरहेछौँ. कसलाई फलो गरिरहेछौँ चाहिँ थाहा छैन मलाई. मलाई भ्यू चाहिँ एकदम बवाल देखिरहेछ हैन. वेदर खुलेको छ.
So I'm really excited. As you can see the mountains there. कहाँ हिँडेको ए त्यहाँ रहेछ नि त हाम्रो ग्याङ त्यहाँ त कहाँ बस्छ र बन्दीपुरमा गएर हो नि कम्पिटिसन आयो Yes. So guys, अहिले चाहिँ हामी होमस्टेमा आइसकेको छौं बन्दीपुरमा and the view is amazing. केराको पात अनि बाल्कनी पनि छ एउटा राम्रो एकदमै सिम्पल राम्रो छ सो त्यही हो अब हामी चाहिँ छिटै आइपुग्यौं हैन 3 बजिरहेछ अहिले चाहिँ सो अब एकछिन हामी फ्रेश भइसकेर चाहिँ बाहिर निस्किन्छौं सो त्यही हो हाई मेरो रूममेट थ्याङ्क यू लास्टमा उले गरेछ छैन रे के मसँग मिरर थिएन त्यही भएर म मेरो फोनको कभरकै मिरर युज गरिरहेको छु मेकअप गर्न एकछिन ल ग्रिसमा मेरो कभर यसमा छ क्या मिरर भिडियो भ्लग छैन छ देखिरहेछ भिडियो भइरहेछ मेरो लाउने हो बन्दीपुर ए हाम्रो यस्तो गर्ने ल बन्दीपुर जाउँला भनेर हामी यसरी आयो नि अनि सँगै बसौँला क्यामेराले सेल्फी हानौला सो यो प्यान्ट चाहिँ मेरो हो व्हाइट प्यान्ट्स विथ माई बाबाको जुत्ता किनकि मेरो जुत्ता धोएको थियो नि सुकेन हैन त्यही भएर मेरो बाबाको जुत्ता एन्ड माई प्यान्ट्स एन्ड दिस स्वेटर इज माई मम्स होपफुली आई वोन्ट लुक लाइक अ सान्टा क्लज एनीवेज अनि यो मम्मीकै सल हो यो पनि ओके बाई गाइज अब बाहिर जानुपर्छ बाई सरी सो गाइज अहिले चाहिँ हामी बन्दीपुर बजार घुम्दैछौँ होइन अनि सनसेट भइसक्यो अघि सनसेटको बेलामा चाहिँ हामीले हल्का फोटोहरू पनि खिच्यौँ अनि एकदमै राम्रो प्रिटी देखिरहेको छ तलपट्टि जाने हो ए हामी यतैबाट त आएको हो ओ अंकित यसले त जेको क्विज गर्छु म कस्टमा पर्छ थाहा छैन है क्विज अबाउट maybe something about our गुड मर्निङ गाइज सो म चाहिँ अघि भर्खर उठेर मुख धोएर आएको अनि त्यसपछि आज चाहिँ हाम्रो बन्दीपुरमा सेकेन्ड डे हो अनि हिजो चाहिँ हाम्रो धेरै जस्तो केही फिल्ड वर्कहरू चाहिँ खासै भएन जस्तो हामीले चाहिँ रोम अराउन्ड गऱ्यौँ यो मेन हाम्रो बन्दीपुर बजारमा अनि त्यसपछि अहिले चाहिँ अब म रेडी भएर अनि आज चाहिँ फुल दिन हाम्रो काम नै हुन्छ रिलेटेड टु स्टडिज एन्ड अल सो सबैजना रेडी हुँदैछ एन्ड गुड मर्निङ बन्दीपुर वाउ ब्युटिफुल र अब चाहिँ हामी ब्रेकफास्ट खान जान्छौँ आई मिन म बिकज सबैजना चाहिँ गइसक्यो दिस इज आवर होम स्टे आमा यिनीहरू त कस्तो चिटिक्क पारिराखेको रूम राम्रो आउँदा नि खिच्यो
टायर कारखाना हेरेको त्यो यति धेरै गाइस मेरो फेरि भन्छ है त कसरी स्टार्ट गर्नु यु लुकिङ भेरी ब्युटिफुल सो गाइज अब चाहिँ हामीले अघि नै खाजा खाइसकेर चाहिँ हामी बन्दीपुर गाउँपालिकाको अफिसमा गयौँ क्लियर देखाएको छैन अनि त्यसपछि अफिसबाट चाहिँ हामीले इन्फर्मेसनहरू कलेक्ट गरेर हामीले फिल्ड ट्रिप गऱ्यौँ सर र फिल्ड ट्रिप होइन क्वेसनर लिएर क्वेसन सोध्यौँ सर र अनि त्यसपछि वी आर ब्याक अनि मैले बिचमा भ्लग गर्नु बिर्सेँ अनि हामी खाना खान लागेको छौँ अहिले ग्रिसमा चाहिँ यस्तै सादा सादा खान्छ सिम्पल सादा सियात्माको लागि हाउ डु यु लाइक द नेपाली दाल भात फेरि गुड गुड सी हेज लर्न इङ्ग्लिस ओ नट इङ्ग्लिस नेपाली बिकज सी इज श्रीलङ्कन या श्रीलङ्का विच प्लेस विच सिटी या कोलम्बो ओके लेट्स ह्याभ नेपाली दाल भात गाइज अहिले चाहिँ हामी फेरि होमस्टेबाट निस्केको अनि आज फिल्ड वर्कहरू पनि छ सो फेरि हामी फर्किन्छौँ ब्युटिफुल सो यो चाहिँ इन्ट्रेन्स हो होइन हिजो हामी ठ्याक्कै यतैबाट आएको थियौँ सो यहाँबाट चाहिँ बन्दीपुर बजार स्टार्ट हुन्छ सो गाइज अहिले चाहिँ हामी हाम्रो रिसर्चहरू सकाएर चाहिँ घुम्नको लागि यो बन्दीपुर वडा नम्बर 2 को यो ठाउँमा आएको छौँ यता खोला पुग्छ भन्नुभएको छ यताबाट सो एभ्री वान इज गोइङ देयर अब यहाँ चाहिँ म खिच्दिनँ बिकज लुक्स काइन्ड अफ रिस्की कुन sang के गर न अब ए थ्याङ्क यू कति हो यसमा थ्याङ्क यू सो गाइज हामीले चाहिँ खाजा खायौँ भर्खर योवाला पसलमा अनि अब हामी जाँदैछौँ फेरि हाम्रो होमस्टेमा कस्तो लागिरहेछ रमाइलो रमाइलो Hi. गुड मर्निङ गाइस आज बिहान चाहिँ हामी बिहान होमस्टेबाट यो बन्दीपुरको एउटा डाँडामा चढिरहेछौँ 2 वाज द सनराइज तर सन चाहिँ अलरेडी राइज भइसक्यो सो यस्तो राम्रो हुस्सुले ढाकेको पहाडहरू पनि देखिरहेछ त्यहाँ बस्छौँ न त एटलिस्ट डिस्टर्बेन्स अहिले चाहिँ हामी फर्किरहेको छौँ माथिबाट अनि हामीले माउन्टेन भ्यू पनि हेऱ्यौँ सनराइज पनि हेऱ्यौँ र यो ब्युटिफुल के भन्छ फगी माउन्टेन्स फगी हिल्स पनि हेऱ्यौँ एकदमै प्रिटी एकदमै खुसी लाग्यो यता आएर अनि अहिले चाहिँ मजाले नै घाम माथि आइसकेको छ र हामी चाहिँ अब होटल जानुपर्ने हुन्छ खाजै नखाइकन आएको छौँ हामी अब खाजा पनि खानुपर्ने हुन्छ
एन्ड आई होप यु आर इन्जोइङ माई भ्लग। तर मैले धेरै चाहिँ गर्न पाएको छैन बिकज अब कामहरू नि गर्नुपर्ने हुन्छ अनि अब स्कुल कलेजबाट आइसकेपछि अब ठाउँ भनेको टाइममा नि पुग्नुपर्ने हुन्छ। सो कहिलेकाहीँ चाहिँ अलिक हतार पनि भइरहेछ। अनि दुईजना यहाँ हिँड्दैछन्। रुचि हाई। र ओहो फेरि माउन्टेन देख्यो। म त भ्यू देख्ने बित्तिकै खिचिहाल्नुपर्छ। सो यो ठाउँलाई हामीले टाटा बाई बाई भन्दैछौँ आज। र आज हामी काठमाडौँ पनि फर्किन्छौँ। सो त्यही नै हो। अब अरू के भन्ने, मेरो त पेटै दुख्यो। अब म डाइरेक्ट उता खाजा खाने ठाउँमा गएर तपाईँहरूलाई देखाउनेवाला छु। अनि भयो भने चाहिँ फेरि बन्दीपुर बजारमा पनि क्लिक्स गर्छौँ अलिअलि। ल्याडर बन्दीपुर बजार यता पनि छ यो साइडबाट। ओइ रोक्देऊ न। यो कस्तो ठाउँ रहेछ भने रुचि लाइक सूर्य उदय भएर अन्तिम हुने बेलासम्म यो घाम नै परिराख्ने ठाउँ रहेछ क्या। अनि हिमाल पनि देखिने लाइक ठिक्कको क्या। सो गाइज अहिले हामी खाजा खाँदैछौँ। कोदोको रोटी, तरकारी र चिया। यहाँ चाहिँ एकदम मिठो बनाउनु भएको छ हाम्रो अङ्कलले। अङ्कल एकचोटि हेरिदिनु त यता। अब चाहिँ हामीहरू जाँदैछौँ बन्दीपुरलाई बाई बाई भन्दै र हाम्रो प्यारो होमस्टेलाई बाई बाई भन्दै। अनि रुचि पनि रेडी भइसक्यो, म पनि रेडी भइसकेँ, अरू साथीहरू चाहिँ गइसक्यो। सो यहाँको स्टे चाहिँ ओभरअल राम्रो नै थियो होइन। ल धन्यवाद हजुरलाई, हामीलाई एकदम मिठो मिठो खाना दिनुभयो र आन्टीलाई नि बाई भनेको छ भनिदिनु। ल हस् होइन एकदम राम्रो राम्रो छ। हस् धन्यवाद। हजुर हजुर आयौँ भने यहीँ आउँछौँ हामी। यो ठ्याक्कै यो याद गरौँ न, घर नम्बर 10। हस् धन्यवाद। ओके बाई अङ्कल नमस्ते। नानीले ल्याइदिन्छ निस्किसकेन साइड गरेर भनेर। कस्तो हो भने पल्लवी पायौ क्रिस्मा तिमी पनि श्रीलङ्काको हो त। नमस्ते बाई बाई बाई। सर कस्तो लाग्यो हजुरलाई? एकदम राम्रो लाग्यो। ठिक छ ठिक छ है, हामीलाई त रमाइलो लाग्यो।
बुद्ध गुफा चाहिँ यही नजिकै भनेको सुन्थे सो गाइस अहिले चाहिँ हामी फर्किँदै बिचमा एउटा गाउँ छिरेको छौँ काउ फार्म जानको लागि अनि मेरो साथीहरू हाँसिरहेको छ मैले भ्लग गरेर देखेँ त यता अरूहरू छ एकदम जाडो चाहिँ आज चाहिँ लाइक हुन्छ नि 3 दिनभरिमा सबभन्दा जाडो चाहिँ आज नै हो अति नै जाडो भइरहेछ अनि कुहिरोले पुरै ढाकेको छ डाँडा नै अब हामी काउ फार्म जान्छौँ हाम्रो फिल्ड स्टडीकै एउटा पार्ट छ सो त्यही हो अब काठमाडौँ पुगेर हेरौँ काठमाडौँमा वेदर कस्तो छ हिमानी म समाइदिन्छु है त तिमी मैले त कस्तो हेरेँ हाई मैले त कसरी हेरेको नि र कमाइ ठिकै छ चलिरहेको छ अब बुढी बच्चा पालेकै छु यसो कसो गर्दा खानु पाएकै छ बेलुका ओड्ने र खाने भए पुग्छ जिन्दगी चलिरहेछ अनि बाइक भयो स्प्लेन्डर भयो शीत पर्छ नि होला होइन मच्छरले टोक्छ अनि त्यो चाहिँ खिच न हाम्रो हजुर हामी खेले खिच न ल गोबर घारीमा सबै थियो के राम्रो हुन्छ ल हेर्नु न काउली कसरी हुन्छ अरूलाई चाहिन्छ कि चाहिँदैन हो सर अलि दिन राख्नु पर्यो यो जति दिन राखे नि बिग्रिन्न नि त किन यिनीहरू चाहिँ फेरि अलि दिन राख्दा बिग्रिन्छ भन्ने त्यो कुचुक कुचुक भन्दा यो फुर्र राम्रो भन्नु अहिले खाना चाहिँ मिठो हुन्छ त्यसलाई अब कसरी परिभाषित गर्ने भन्ने हो क्या सो हामी अहिले भएको ठाउँ चाहिँ एम्पा फाँट बन्दीपुर 5 रहेछ अनि त्यसपछि हामीले चाहिँ यहाँ काउको फार्म पनि हेऱ्यौँ अनि त्यसपछि यहाँ चाहिँ काउलीहरू र सागहरू पनि फलाउनु भएको रहेछ सो साग पनि लिएर आएको छौँ सबैजनाले काउली साग लिँदै हुनुहुन्छ अनि हाम्रो बस चाहिँ त्यहाँनिर छ सो अब चाहिँ हामी जाँदैछौँ यहाँबाट अब डाइरेक्ट काठमाडौँ अनि ओभरअल चाहिँ एकदमै रमाइलो एक्सपिरियन्स भइरहेको छ होइन जाडो पनि छ अब पछि चाहिँ होपफुली अलि न्यानो हुन्छ घाम लागेर तिमीलाई सब थाहा छ उकिएर आएको बोट बिग्रेछ लन्च एट सेल्टन होटल अगेन सो गाइज अहिले चाहिँ बिच बाटोमा हाम्रो गाडी चाहिँ गाडीको टायर चाहिँ फ्वास्स भयो होइन अनि त्यसपछि बनाइरहनु भएको छ त्यहाँ खै के भयो भनेर चाहिँ भन्न थाहा भएन मलाई अनि हामी चाहिँ भ्यू हेर्दैछौँ यता खोलाको भ्यू यता चाहिँ माछा मारिरहनु भएको छ के भयो राफ्टिङ बोट हो कायाकिङ हो त्यो एउटामा राफ्टिङ हानिरहेको छ एउटामा कायक गरिरहेको छ घोप्ट्यो साथी होला नि आमा पानीमा पुरै चार्लाम चुलु है
गलबानी जति हो तिमीले ठानेर बोलाउन खोजेको आफ्नै ठानेर गलबानी जति हो तिमीले ठानेर बोलाउन खोजेको आफ्नै ठानेर बोलाउन खोजेको आफ्नै ठानेर